दुईटा गुन्डेनी जस्तो देखिन्छ त राम्रो लाग्छ यसलाई त अलिक पिटी खाना खाऊ है यसलाई त अलिक पिटी खाना खाऊ है मालेर ल्याउँदाखेरि पक्रिने एउटा गाई जस्तो भयो बाइकवाला बोयफ्रेन्ड कहिले बनाउनु बाइकवाला बोयफ्रेन्ड कहिले बनाउनु साँच्ची भन्दा मैले लगभग 3 वर्ष भयो होला नदेखेको यो अनि उता हाम्रो राजा आउनुहुँदैछ साया हामी त खेल्न पाएनौँ हामी त खेल्न पाएनौँ Hello guys, it's me Sayang guys. दुईजना के गर्नु दुईजना के गर्नु आँट्नु भएको छ द्वारा प्रतीक अनि चिकन थुक्पा मम्मी र साया खाइसक्यो हेलो एभ्रिवान नमस्कार सबैजनालाई अनि स्वागत छ मेरो नयाँ भिडियोमा हजुरहरू सन्चै हुनुहुन्छ होला साथै म पनि सन्चै नै छु भनौँ होइन आज चाहिँ नयाँ वर्ष सबैजनालाई ह्याप्पी न्यू इयर अनि यो वर्ष हजुरहरूको सुखी रहोस् खुसी रहोस् होइन अनि अब लाइफ हो जिन्दगी बिताउँदै जाँदा अब कतिपय बाधा अर्चनाहरू आउन सक्छन् होइन त्यसलाई सजिलैसँग समाधान गरी अगाडि बढ्नु होला भन्न चाहे होइन अनि त्यसपछिबाट आज चाहिँ मेरो खासै केही प्लान त छैन अनि चाहिँ बिहान उठेर खाजा खाएर अनि यसरी बसिरहेको यो चाहिँ मेरो मम्मी बहिनी टिका लगाइदिनु भएको कि मम्मी र बहिनीले बिहानै पूजा गरेर अनि अहिले चाहिँ के भन्दाखेरि खासमा चाहिँ म कति अलिक खुसी पनि छु होइन अनि अलिकति अब यो वर्ष यस्तै भयो होइन मतलब अघिल्लो वर्ष आजदेखि नयाँ वर्ष लागेको यस्तै भयो त्यो वर्षमा के भयो होइन कतिपय रमाइलो पनि भयो कतिपय नरमाइलो पनि भयो होइन अब जिन्दगी हो म चाहिँ आज अलिक एकदमै खुसी छु किनभने मसँग मेरो परिवार हुनुहुन्छ मेरो मम्मी पनि पहाडदेखि आउनु भएको छ अनि मेरो नाना केटिएमदेखि आउनु भएको छ कान्छी म त यहीँ अनि आज चाहिँ म एकदम खुसी छु अनि भाइहरूले घुम्नु पनि जाऊँ भन्ने छ अनि सायद म आज चाहिँ भाइहरूसँग घुम्नु जान्छु होला अनि खाजा खाएर अहिले चाहिँ म भिडियो बनाउँछु भनेर बसिरहेको होइन अब चाहिँ नआउने अनि त्यसपछि गर्दै जाने योजना बनाउँदैछु मेरो चाहिँ यस्तो गर्ने बानी भएछ अनि म चाहिँ भ्लगमा बनाएको नि धेरै भयो होइन अनि हुन त म त्यस्तो अनुभवी व्यक्ति पनि होइन मसँग धेरै अनुभव पनि छैन यस्तो भ्लग बनाउने अनि यो चाहिँ मेरो नयाँ हेयर स्टाइल है मैले पहिले 2 वर्ष अगाडि लगभग यस्तै गरेको थिएँ 2 वर्ष 1 वर्ष चाहिँ अगाडि यस्तै काटेको थिएँ अनि अहिले फेरि मैले यस्तै काट्दै अनि मम्मीहरूसँग अब फ्यामिलीसँग हुँदा चाहिँ एकदम रमाइलो लागिरहेको छ अनि अब जिन्दगी हो है बिताउँदै जाँदा कतिपय बाधा अर्चनाहरू आउँछन् अब त्यसलाई चाहिँ समाधान गर्दै अगाडि बढ्नु होला भन्न चाहे होइन मेरो जतिजना हेर्नुहुन्छ उहाँहरूलाई मेरो धेरै सब्सक्राइबर पनि छैन भिडियो राम्रो लाग्छ भने चाहिँ सब्सक्राइब गर्दा पनि हुन्छ है अनि म चाहिँ अब केही पनि भन्न छैन यति हो सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना है अनि म चाहिँ अघि पनि भनिसकेँ अब चाहिँ म एकछिनमा अवश्य पनि म मेरो परिवारलाई देखाउने चाहिँ कुराकानी मेरो नानालाई पनि देखाउने छु गाइस तर एकछिनमा भिडियो धेरै लामो भइसक्यो सो अहिलेको लागि चाहिँ गाइस फाइनल मैले चाहिँ मेरो मम्मी र नानालाई ल्याइसकेँ अनि यस मुद्दाको ब्लगमा स्वागत छ मलाई अनि यता हुनुहुन्छ मेरो मम्मी होइन अनि यता हुनुहुन्छ मेरो नाना दुईजना चाहिँ टाढो हो अनि बहिनी र म त भइहाल्छौँ भरे घुम्नु जाँदा नि सायद सँगै हुन्छौँ मान्छे अनि मैले मम्मीलाई ल्याइरहेको छु मेरो मम्मी अनि ठुलो भयो यतिको बोल्यो भरे सुनिन्छ भरे त्यसलाई पढाउनु पर्छ नि म त साह्रो यताबाट घाँस लागिरहेको छ नि त हेलो हाई मैले छोरीको भ्लगमा म उपस्थित भइरहेको छु धेरै दिनपछि म चाहिँ आएर फाइनल चाहिँ बसिसकेको छु है नुहाइसकेको छु जस्तो छ हालत खराब
घाममा छु कि अहिले त्यही भएर यस्तो देखिरहेको छ। अनि यो चाहिँ यता छतदेखि देखिएको भ्यू। अनि कान्छी चाहिँ नुहाउँदैछ। अनि अब नुहाइसकेपछि चाहिँ हामी घुम्न जानेवाला छौँ। कहाँ जानेवाला छौँ त्यो चाहिँ तपाईँहरूले ब्लग हेरेरै थाहा पाउनुहुन्छ। गाइस फाइनल्ली म चाहिँ रेडी भइसकेँ। अनि मेरो मम्मी अनि मेरो बहिनी पनि रेडी भइसकेको छ। म चाहिँ यो सानो ऐनामा खिच्दैछु होइन। अनि उहाँहरू चाहिँ जान भइसक्यो, बाहिरतिर निस्किनु भयो। अनि म भिडियो बनाउँदैछु। अब चाहिँ हाम्रो यात्रा चाहिँ पुगेपछि नै भन्नेछु गाइस कस्तो हुन्छ थाहा छैन। सो अहिलेको लागि अब घरबाट हामी निस्क्यौँ। बाई बाई। गाइस फाइनली अब हामी चाहिँ हिँड्यौँ है। म चाहिँ यहाँ एउटा छाता खोल्दैछु। अनि यता हाम्रो हुनुहुन्छ साह्रै रुचीहरू। मम्मी र बहिनी, मेरो मम्मी देख्न सक्नुहुन्छ गाइस कति राम्रो हुनुहुन्छ है। तर मेरो मम्मी लास्टै सिकुटी देखिनु चाहिँ हुँदैछ कि तर राम्रै हुनुहुन्छ सिकुटी भए पनि। गाइस हामी चाहिँ लाग्दो ब्लगरवाली चाहिँ घटेर जस्तो छ नि मम्मी। यसलाई त अलिक पिटी खाना खाऊ है। यसलाई त अलिक पिटी खाना खाऊ है। ब्रेकअप भयो। होइन है गाइस यस्तो कुरा कहाँ पत्याउनुहुन्छ कहिले मेरो के हो ब्रेकअप भनेको? गाइस अब चाहिँ हामी जानेवाला छौँ। सो भिडियो लङ हुन्छ कि त्यही भएर म छोटोमा जोडेछु। गाइमा घटेको त सुने घटेको हुन्छ। हामी चाहिँ आएर यत्रो मस्किँदै आउँदैछ पक्रिनु तपाईँहरूलाई देखाउँछु। पालोमा नै ठिक हुन्छ, बाजो हुँदैन। हाम्रो हिंसा मान्छेलाई कम्ता हो कम्ता हेन्सम देख्न सक्नुहुन्छ गाइस हाम्रो। अब चाहिँ हामी लाग्दैको गाइस देख्न सक्नुहुन्छ। मेरो हात यस्तो भइसक्यो होइन, मलाई त थाहा छैन। यो चाहिँ सिटीमा यहाँनिर मम्मीलाई सम्हालेर ल्याउँदाखेरि पक्रिने एउटा गाइस यस्तो भयो। यस्तो गाडी गएको थिएँ यस्तो तरिकाले हातै यस्तो भयो। सो कहिले कहिले यस्तो हुन्छ गाइस। अनि हामी चाहिँ बजार आइसक्यौँ। अरे बजार लागेर हो। हामी चाहिँ फाइनल्ली टेम्पोबाट आएको थियौँ। आधी अरे हिङ्गाबारीसम्म पुरै चाहिँ पुगेको छैन, बस हिङ्गाबारीको गेट आयो। वेलकम सिङ्गाबारी के रहेछ होइन। सिङ्गाबारीमा तपाईँहरूलाई हार्दिक स्वागत छ। सम्म पुग्यो हामी त्यहाँदेखि कहिले जाने। अब चाहिँ थोरै भए पनि हिँडौँ भनेर हिँड्दैछौँ हामी चाहिँ। लाग्यो कि मम्मी कस्तो हुँदैछ? ठिक लाग्यो यता हेर्दै होइन। छोरी त गुन्डेरी जस्तो देखिन्छ त। राम्रो लाग्छ। छोरी कस्तो छ? दामी छ। मेरो बेबी सबैभन्दा सानो बेबी हो। अब चाहिँ हामी गेट पनि छिर्यौँ गाइस। म सेल्फीबाट गर्दैछु आजकल किनकि मैले ब्याक गर्ने नै जानु डराइरहेछु क्या। त्यही भएर सेल्फीबाट हाल्दैछु। अगाडि चाहिँ 3 जना छन्। म अहिले क्यामेरा फोन गर्न सक्दिनँ। सो म चाहिँ यहीबाट यसो गर्छु। मेरो मम्मी अनि अगाडि 2टा फुच्चे अनि निसा छन्। अनि मलाई पनि देख्न सक्नुहुन्छ यहाँ। हाम्रो त झन्नै लड्केन हो। हिँड्नु म चाहिँ मेरो भाउ हुनुहुन्छ गाइस। नयाँ वर्ष हाम्रो चाहिँ यस्तै भयो है। के यस्तो चाहिँ कता पुगिन्छ तर मास्तिर चाहिँ राम्रो छ एकदम राम्रो। यता नराम्रो भए पनि मास्तिर चाहिँ राम्रो देखिँदैछ। डाँडाहरू चाहिँ जस म लङ टाइम पछि यस्तो डाँडाहरू देख्दैछु भन्न पनि नमिल्ने है। तर म त्यो बजार हिँडिरहेको पछि चाहिँ आज यस्तो राम्रो देख्न पाएको छु। कस्तो रमाइलो पो लाग्न थाल्यो। टाउको दुखे पनि बिरामी भए पनि हामी कति सक्यो कि। तर हेर्नुहोस् अझ 300 मिटर अरे। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको?
भागूंगी क्या हो बोर्डदेखि पनि मेरो बेहाल हो गया यहाँ मेरे साथ अन्याय हुआ नगाई चाहिँ डन्डन पल्टिँदै हिँड्छन् हामी चाहिँ पछि सकिँदैन यहाँ देख्न सक्नुहुन्छ नि यस्तो राम्रो बिला छ बिला म त हिँड्न नसक्ने नै रहेछ हो म त मरे त उहाँ नि अगाडि छोडेर कहाँ पुगिसक्यो अनि म चाहिँ यता छु के साह्रो बेइज्जत हो के साह्रो बेइज्जत म त बाइकवाला बोयफ्रेन्ड कहिले बनाउनु बाइकवाला बोयफ्रेन्ड कहिले बनाउनु कस्तो गरम हो कुन खाले घाम लागेर मर्यो साला चुत्या यस्तोहरू मलाई कस्तो मनपर्छ यो छ नि यो कराएन यो धुप्पी जस्तो यो के धुप्पी हो गाई चाहिँ अब यस्तै रहेछ होइन पुगिँदैन जस्तो छ हिँडाइ मज्जो गाई टेम्पोमा लान्छु भनेर हिँडाइ मज्जायो ठिकै छ भइगयो बाय बाय टाटा गुड बाय गया भइगयो हाम्रो पुग्यो नि मामी होइन हेर्दै हिँड्नु राम्रो हुन्छ क्या यत्रो आइयो त हामीले अब चाहिँ हामी फाइनल्ली टिकटक रिसोर्ट आइसक्यो अनि यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो गाउँको यता 2-3जना हिँडेको हुनेकै छ खै आउनु आइपुग्यो गाइस फाइनल्ली अनि म अलिक खुसी छु अनि यो चाहिँ हाम्रो पहाडतिर पाउँछ है कति धेरै सिरो ओ माई गड कति पछि मैले देखेँ साँच्ची भन्दा मैले लगभग 3 वर्ष भयो होला नदेखेको यो नाभियो त कालो न कालो देखिँदैछ म त छोडेर जानु मन छैन है A few moments later. फाइनली गाइस हामी चाहिँ आइपुग्यो होइन हाम्रो छोरी सबैजना दिदी भाइहरू अनि हामीले सोचेको भन्दा भगवान के गर्नु त्यति गीत चाहिँ राईको बजेको रहेछ पढ्नु पऱ्यो के गर्नु भइगयो अब भइगयो अनि आज पुरानो रोटेपिङ रहेछ कि पुरानो तरिकाको मलाई कति मनपर्छ गाइस हो के गर्नु एक्सपेक्टेसन भर्सेस रियालिटी भइगयो नि म त खत्म बाय बाय टाटा गुड बाय गया म त टेन्सन निचे राखेको बजिरहेको छ पुरा मन पर्यो के गर्नु है हामी जस्तै भयो अब यस्तोतिर छौँ तर एकदम राम्रो ठाउँ चाहिँ छ देख्न सक्नुहुन्छ अनि यता म चाहिँ फेरि खत्रै राम्रो छु भनेर होइन अनबिग्रेको खत्तम यहाँनिर देख्नु भनेको मै हो हुन त गर्मी चाहिँ धेरै छ नि कस्तो गरम हो कुन खाले घाम लागेर मर्यो साला चुत्या पुलमा चाहिँ हामी फोटो खिच्दै यता आयौँ अनि यता मस्तिर चाहिँ फोटो खिच्दैछ नानीहरू अझै यतै छन् देखाउन सकिनँ मैले यस्तो सरी यता छ नानी अलिकति अनि म चाहिँ अब यस्तै छ के गर्नु गर्मीले पनि मारिसक्यो घामले पनि चिपाइसक्यो अनि मम्मी र म चाहिँ अरूतिर उता जाने भनेर आएको फेरि उता पनि हालत त्यस्तै छ अगाडि छ त्यही भएर म चाहिँ नजाने भने यता छ धरान चाहिँ देख्न सक्नुहुन्छ हाम्रो धरान गाइस अब चाहिँ हामी टिम खेल्नेवाला छौँ म र साया चाहिँ अनि यिनीहरूभित्र छिर्ने छ युनिसा प्रतीक नाच्दैछ अनि यता मेरो मम्मी हुनुहुन्छ अनि अब साया आउँदैछ साया कता गयो तिमीहरूको टिकट देखाउ त 290 रुपियाँ अनि उता हाम्रो राजा आउनुहुँदैछ साया साया
अब चाहिँ हामी छिर्नेवाला छौँ छिरौँ ल Bye bye guys. बाई बाई अनि यस्तो छ भित्र चाहिँ देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ कत्रो पैसा छ है पैसा कस्तो धनी हो पहिलोचोटि देख्दैछु रुखमा पैसा फलेको क्या अनि यता रहेछ अर्को हाम्रो ढिकी है म धेरै पछि अब चाहिँ म ढिकी पिट्नेवाला छु कि साया पिट्ने हो अहिले म त सक्दिनँ रहेछ तिम्रो सकेको नि उयो त पल्लो रोटी अनि यता हाम्रो साया हुँदैछ है गाइस पिट्नु अनि त बाइकमा पनि रहेछ अनेक कनेक हुन्छ यता किन्छ चातो हामी यसरी घुमाउँथ्यौँ कि तर नसक्दो रहेछ के म त वर्ष नचलाएको जस्तो हुन्छ वर्ष 3 वर्ष भइसक्यो मैले नचलाएको अनि अब चाहिँ हामी यता राखिन्छ Hello guys, it's me Sayang right. दुईजना के गर्नु आँट्नु भएको छ नानाको लागि 3 खेल नलागेको नानाको लागि अरे यो साथीहरू यो दुईजना दिदीभाइ चाहिँ यहाँ खेल्नु आँटेको अनि हाम्रो मम्मी चाहिँ उता बस्नु भएको छ मम्मी रेस्मिताको ब्लग हो यो चाहिँ गाइस ह्याप्पी न्यू इयर रेस्मिता र साया तिनीहरूको हालत चाहिँ यस्तो छ गाइसहरू के भयो भन्नु यहाँनिर यो कति खेल्ने चाहनाले मेन कारण यही थियो म आउनुको कति खेल्छु भने त यहाँ बमिट हान्दिएर हामी त खेल्नु पाएनौँ त्यस्तो त हुन्छ के गर्नु कत्रो सोच्थ्यो खेल्छु भन्ने लास्टमा आएर धोका भयो देखिँदैछु हामी दुईजना साया म त अस्ति धरानडेतिर पनि जान पाएन अब यता पनि जान पाएन के गर्नु होला अब यति पहिलोपल्ट म यस्तो काठकोमा खेल्न लागिरहेको थिएँ खाजा खाने ठाउँ अनि यहाँ देख्न सक्नु यता हामी सायाले चाहिँ पोस्दै जानुहुँदैछ अनि यता चाहिँ निकै राम्रो रहेछ है अनि यता चाहिँ खाजा खाने ठाउँ यता चाहिँ अहिले गर्मीमा हामीलाई गर्नुहुन्छ यहाँ यता मेरो मामु मम्मीजी अनि यता मम्मी यता हेर्नु न मम्मी एकछिनमा हेर्नु न यता हेर्नु न मम्मी हेलो हाई म त बिर्से भयो ठ्याक्कै बिर्सेकै मैले फेरि ठुक्कै ठाउँको नाम चाहिँ बिर्सिदिरहेको क्या खाली चाहिँ छैन त्यो पनि गाइस देख्न सक्नुहुन्छ नि यहाँ चाहिँ साह्रै नानीहरू छ कि तर हाम्रो चाहिँ खजाउने बाँकी छ
खाजा गाइस यहाँ चाहिँ खाजा एकदमै ढिलो हुँदो रहेछ अनि मोमो देख्न सक्नुहुन्छ यो चाहिँ पोर्क मोमो हो झोलमा यता चिकन मोमो अनि यता हाम्रो सिस्टम छ अनि यति मात्रै आइरहेछ अरू फेरि छैन अब एकछिनमा आउँछ अनि हामी चाहिँ के भन्नु न चौबिना खान्छौँ पानी नलगाइ भन्दा पानी चाहिँ लगाउनु पर्ने हुन्छ है अरूको चाहिँ खाजा पर्खिँदै टाइम जाने रहेछ अनि भगवान् गाइज अब मम्मीहरूको चाहिँ आइसकेन होइन अब हामी चाहिँ खाना थालिदिएको जेसुकै होस् गाइज फाइनल्ली मम्मीहरूको पनि थुक्पा आइसक्यो भेजवाला प्रतीक अनि चिकन थुक्पा मम्मी र सायाको आइसक्यो अनि अब चाहिँ हामी खाजा खाने अनि साया कस्तो छ खाजा ठिकै रहेछ हामी चल अब उहाँ पनि साय देखिँदा मात्रै त्यहाँ हो कि तर देखिँदैन रहेछ टाढो छ नि त्यहाँपछि हामीले यहाँ चाहिँ छोडेर अब चाहिँ लाग्दैको हामी घरतिर घर लाग्थ्यौँ जे जस्तो भयो नयाँ वर्ष रमाइलो भयो है हजुरहरूले पनि सबैजनाले कहाँ गएर रमाइलो गर्नुभयो पनि हाम्रो चाहिँ यस्तै भयो यो चाहिँ के जाति पो भन्छ मैले नामै आएन फेरि अहिले चाहिँ कस्तो भयो मम्मी आजको घुमाइ एकदम रमाइलो साया यता कस्तो भयो आज कस्तो भयो राम्रो भयो आधा ढिला आयो अनि पनि एकछिन रमाइलो गर्यो खुसी लाग्यो ओइ दुईजनालाई कस्तो भयो मान्छे खै कति छ मलाई थाहै छैन भर्खर गर्यो गर्दैछु हामी फर्किसक्यौँ घरतिर अघि ए हो ला भनिदिनु मेरो चाहिँ है अब के भन्छ आङपु धराने सरकार गरिदिनु होला यतिको भाइस दिने अङ्कल चाहिँ चाहिएको हामीलाई यो चाहिँ ठिङ्गाबारी हो यो चाहिँ ठिङ्गाबारी हो हामी घुम्न आएको आज टिकटक टी-सर्टमा घुम्न आएको ए हजुर साया यता खोइ हो हामी दुईजना त नदेखा मलाई देखाऊ अगाडिको त छैन नाम चाहिँ छैन यता चाहिँ छैनन् छैन है कन्टिन्यू गरेर त हुँदैछ हामी पनि कन्टिन्यू त गर्दैन कहिले मात्रै हो पनि 3 महिनाबाट एउटा हालिराख्नु क्या एक्टिभ भइरहन्छ सर्ट भिडियोले सर्ट राम्रो जान्छ त सर्ट भिडियो जस्तै हुने नहाले पनि हाल्नु नभए पनि जस्तो हामी सर्ट भिडियो हालिराख्नु दुईजना आध्यात्मिका यता म चाहिँ पुगेँ बिचरा अनुहारै परिवर्तन भइगयो ठिकै त छ नि अब चाहिँ हामी तेर्से जानेछौँ त्यसपछि भान्सेक पुग्नेछौँ भान्सेकदेखि उता चाहिँ हामी सिटीबाट जानेछौँ अहिलेको लागि चाहिँ रोक्न चाहिँ अब चाहिँ फेरि हामी भान्सेकबाट सिटीबाट जानुपर्ने हुन्छ सो हामी चाहिँ सिटीबाट लाग्दैछ अब फेरि घर को चाहिँ खाएको विपना कोसँग देखेँ भन्न चाहिँ नमिल्दैन देखेको त छुइनँ तर उनीहरूले चाहिँ हाम्रो द्वारा देख्न सक्नुहुन्छ हाम्रो छाडो अब अन्त नि आउनु अनि तपाईँहरूले आज देख्न सक्नुहुन्छ मैले पहिली 11-12 पढेको कलेज पनि देख्न सक्नुहुन्छ तर यहाँ
यहाँभित्र चाहिँ एकदम राम्रो छ है। अनि पब्जीको गेट यो पनि हो है। हामीसँगै पढ्नेहरू पनि महेन्द्रमा छौँ, कोही चाहिँ फेरि यतातिर छन्। हामी चाहिँ सायाले त फेरि निकाल्थ्यो होला है त्यही त्यही निकाल्थ्यो होला। देख्न सक्नुहुन्छ यता हाम्रो नगरपालिका पहिला हल्कासँग बस्नुहुन्थ्यो है, उहाँ नि सक्नुभयो। गाइज अब चाहिँ हामी लास्टै हामी अब घर आइसक्यौँ होइन। अब चाहिँ मेरो भिडियो यति नै हो। अनि आज हजुरहरू नयाँ वर्ष के कसरी बिताउनु भयो कमेन्ट गर्नु होला। अनि अहिले चाहिँ म घर छेउछेउ आइसकेँ। के हो विचार गर्दैछ त्यो अब चाहिँ हामी 10-20 रुपियाँमा मर्ने खालको मान्छेहरू होइन। नि त त्यसो दिन्छ भन्नु स्वागत छ। अभियानमा त्यत्रो लामो 600 भनेको कति हजार। फाइनली गाइस अब हामी घर आइपुग्यो है। घर चाहिँ यही हो। सो आजको भिडियो चाहिँ यस्तै भयो। हेरेर साथ दिनु होला। धेरै पछि बनाएको भिडियो कस्तो लाग्यो हजुरहरूलाई। नराम्रो भए पनि राम्रो भए पनि हेरेर साथ दिनु होला भन्दै म चाहिँ बिदा हुन्छु। बाई बाई।